आज भने चाहिँ एकदमै रमाइलो भइरहेको छ। वेलकम टु माई मिनी ब्लग। आज भने चाहिँ बल्ल 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 शनिबार बिदा भइरहेको छ, त्यही भएर हामी पनि घुम्नलाई तयार भएर म भन्ने माइजूकोमा गइसकेको छु। त्यसपछि म पुग्दाखेरि माइजूहरू भाइ बहिनीहरू सबैजना तयार हुँदै रहेछ। म भन्ने एकदमै रुमदेखि नै तयार भएर गइसकेको छु। बहिनीलाई भने आज एकदमै राम्रो देखिरहेको छ, तर पनि मेरो बहिनी चाहिँ क्यामेरामा मात्रै होइन रियलमा पनि राम्रो नै छ। साथसाथै फेरि मेरो माइजू पनि उत्तिकै राम्रो के, मेरो माइजू राम्रो नभइकन त मेरो बहिनी राम्रो भएन होला भन्दै हामी चाहिँ अब निस्क्यौँ। हामी भने एकदमै तयार भएर राम्रो भएर हिँडिसकेका छौँ। त्यसपछि हामी चाहिँ आधी बाटोसम्म हिँड्नुपर्ने हुन्छ, गाडी पाउने ठाउँसम्म त हिँड्नु पर्यो। त्यसपछि फेरि मेरो बहिनीले चाहिँ म भिडियो गर्छु भनेर भिडियो गर्दै हुनुहुन्छ भने माइजू भने एकदमै हिँड्नलाई झ्याउ मान्दै हुनुहुन्थ्यो। भन्दा हामीले पनि टेम्पो रिजर्भ गरिहाल्यौँ। टेम्पो रिजर्भ गरेपछि फेरि हामी हिँडिहाल्यौँ। त्यसपछि हामी पनि टेम्पोबाट गयौँ हतार। माइजूको फेरि फोनदेखि पनि भिडियो गर्नु पऱ्यो रे भन्दै हामी अब भने हामी आधी बाटोसम्म पुगिसकेका छौँ। तर हामी जाने बाटो चाहिँ हामीले गलत बाटो रोजेछौँ, त्यही भएर हामीले चाहिँ सोध्दै गयो पनि जाँदैछु। हामी भने घाम एकदमै टलकिरहेको चाहिँ नमानिकन बुझिरहेको छौँ। खास गरी हामी गएको चाहिँ बसन्तपुरको कल्चरल ड्रेस लाउनलाई हो, तै पनि हामीले सुरुमा त गलत बाटो बुझेछौँ। साथमा हामी खोज्दै गए तर पनि हामीले भेटिहाले। त्यसपछि हामीले भेटेर पनि हामी ड्रेस लाउनुतिर लाग्यौँ। म भने तयार अलिअलि हुँदै थियो, अनि माइजू र बहिनी पनि तयार गर्दै हुनुहुन्छ। फाइनली म चाहिँ तयारी पनि भइसकेको छु। बहिनीको चाहिँ तयार गर्दै थिएन, त्यो पनि तयार गर्दै हुनुहुन्थ्यो। यता भने फेरि माइजूलाई पनि तयार गर्नुपर्ने हुन्छ, त्यही भएर कपाल कोर्दै गर्नु होला भन्दै म्यामहरूले भन्दै हुनुहुन्थ्यो। फाइनली बहिनी पनि तयार भइसक्यो भन्दा पनि बहिनीको चाहिँ कानमा फेरि छिर्नै नछिरेर, बहिनीको भने कानमा छिरेको थिएन, त्यही पनि उसले हार नमानिकन छिराएछ। त्यसपछि फेरि यता मम्मीको पनि त्यस्तै कानमा छिरेको रहेनछ, अनि बहिनीको छिराउँदै हुनुहुन्छ भन्दा नि मम्मीको चाहिँ छिरिसकेको छ, तर बहिनीको भने अझै पनि छिरेको छैन, किनकि उहाँको बहिनीको चाहिँ त्यो कानको दुलो बाङ्गेको छ अरे, त्यो भएर छिरेकै थिएन। जबरजस्ती छिराउँदै रातो पिरो भइसकेको थियो बहिनी चाहिँ। माइजूले भने फाइनली हामीले चाहिँ तयार भएर पनि फोटोसोटो खिचेर भने अब घरतिर लाग्ने टाइम पनि भइसकेछ। त्यसपछि हामी कुद्दै अब घरतिर लाग्यौँ।